सबभन्दा सुरुमा त कङ्ग्रेचुलेसन्स अन यर भिजा अप्रुभल, यु वर्क रियली हार्ड फर इट। सो हामीलाई यसो वक थ्रु गरिदिउ न, तिमी सुरुमा जाँदाखेरि कसरी भयो, कसरी एन्टर गर्यो, त्यहाँ गइसकेपछि के भयो, के क्वेसन्सहरू सोध्नु भयो? मेरो चाहिँ इन्टरभ्यू चाहिँ 9 बजे थियो, बट आई वाज देयर एट 7। सो त्यसपछि बाहिर लाइन थियो, अनि त्यसबाट लाइन लागेर अनि भित्र जानु पर्थ्यो। त्यो चाहिँ डकुमेन्टेसन चेकहरू हुन्छ। त्यसपछि चाहिँ अझै हाम्रो भित्र जानुपर्छ, आई मिन त्यहाँ एउटा बस्ने ठाउँ हुन्छ, त्यहाँ बस्नुपर्छ। आफ्टर 10 मिनट्स आई थिङ्क त्यसपछि भित्र बोलाउँछ अझै। भित्र गएर चाहिँ अब चाहिँ त्यहाँनिर कन्फर्मेसन, त्यो आफ्नो भिजा एपोइन्टमेन्ट कन्फर्मेसन हुन्छ, त्यहाँनिर चाहिँ भन्नुपर्छ कति हो टाइम भनेर। अनि DS-160 अपडेटेड छ भनेपछि त्यहीँ भन्नुपर्छ। अनि त्यसपछि चाहिँ त्यहाँनिरबाट काउन्टरमा जा भन्छ। जस्तै मलाई चाहिँ 6th काउन्टरमा पठाएको थियो, देन आई वेन्ट देयर। अनि त्यसपछि चाहिँ 6th काउन्टरमा चाहिँ बायोमेट्रिकहरू हुन्छ। अनि बायोमेट्रिक भएपछि इन्टरभ्यू पनि साइड बाई साइड त्यहीँ भइरहेको हुँदो रहेछ। अनि आफ्टर द्याट लाइन आई वन्ट टु इन्टरभ्यू लाइन। अनि त्यसपछि चाहिँ इन्टरभ्यू लाइनमा लागिसकेपछि चाहिँ म चाहिँ नर्भस थिएन, बट अरू मान्छेहरू चाहिँ नर्भस भइरहेको थियो। नर्भस हुनु पनि स्वाभाविक नै हो। अनि आफ्टर द्याट मैले चाहिँ अब ट्याक्क लाइनमा लागिरहेको थिएँ। अनि त्यहाँ मान्छेहरू भनिरहेको थियो कति रिजेक्सन भइरहेको थियो कि, मोस्ट अफ द केसेस रिजेक्सन भइरहेको थियो। अनि म चाहिँ कन्फिडेन्ट नै थिएँ, अब अरूले रिजेक्ट भयो भने पनि म भने मै हो, अब अरू भने अरू, द्याट्स वाइ आइ एम कन्फिडेन्ट। सो अनि त्यसपछि चाहिँ म टक्क त्यहाँ इन्टरभ्यू भिजा अफिसरको अगाडिपट्टि एकचोटि उभिनुपर्छ, 2 जनाको लाइन हुन्छ यस्तो। त्यसपछि मभन्दा अघिल्लो मान्छेको पनि रिजेक्ट भयो। आफ्टर द्याट आई वेन्ट देयर। अनि मैले चाहिँ गुड मर्निङ अफिसर भने। अनि त्यसपछि पास मेरो डकुमेन्ट भन्यो उसले। अनि आई पास माई डकुमेन्ट्सहरू चाहिँ मैले लग्न चाहिँ सबै लगाएको थिएँ, मेरो एक्सपिरियन्स लेटरहरूदेखि लिएर अनि अफिस के अरे त्यो काम गरेकोहरू, अनि आफ्नो एकाडेमिक्सहरूको सबै स्याट आइएल्स सबै लगाएको थिएँ लग्न त। बट त्यहाँ चाहिने भने चाहिँ मेन भने पासपोर्ट, ट्रान्सक्रिप्ट अनि I-20 उसले माग्यो भने त्यही दिएँ। अरू डकुमेन्टहरू पनि मेरो साइडमा थियो, राख्ने ठाउँ हुन्छ मजाले, फ्लेक्सिबल ठाउँ हुन्छ, त्यस्तो केही हुँदैन। त्यसपछि चाहिँ मैले उसलाई डकुमेन्ट दिएँ। अनि त्यसपछि उसले फर्स्ट क्वेसन चाहिँ मलाई वाइ दिस मेजर भन्यो। अनि मैले चाहिँ रिलेट गरिदिएँ मेरो पास्ट ब्याकग्राउन्ड अनि फ्युचर करियर गोल अनि नेपालको प्रब्लमहरू भनिदिएँ। लाइक नेपालमा चाहिँ एग्रिकल्चर कमर्सियलाइज भएको छैन, आई वान्ट टु कमर्सियलाइज भने। अनि त्यसपछि इम्पोर्टहरू लट अफ इम्पोर्ट भइरहेको छ नेपालमा, आई वान्ट टु रिड्युस द्याट इम्पोर्ट भने। अनि ऊ चाहिँ अलि इम्प्रेस्ड भयो। अनि त्यसपछि नेपालमै पढ्न सक्थ्यो नि त, वाइ वान्ट टु गो USA भन्यो। मैले स्पेसलाइज्ड हर्टिकल्चर कोर्स नेपालमा छैन, विच आई वान्ट टु स्पेसलाइज भने। अनि त्यसपछि मैले भनिदिएँ US मा यस्तो यस्तो छ, त्यो नेपालमा छैन भनेर। अनि ऊ इम्प्रेस भयो। अनि त्यसपछि चाहिँ उसले सोध्यो सो विच पार्टिकुलर सब्जेक्ट डु यु वान्ट टु स्पेसलाइज भन्यो, किनकि हर्टिकल्चर भनेर त ब्रोडर फिल्ड हो नि त। सो फ्लोरिकल्चर कि भेजिटेबल कि फ्रुट भनेर भन्यो। मैले भने अब प्रब्लमहरू सबैमा छ, हर्टिकल्चर भने पनि सबैसँग रिलेट गर्ने कुरा हो, एउटामा भन्दा पनि आई वान्ट टु फोकस होल हर्टिकल्चर भनेर भनिदिएँ। त्यसपछि इम्प्रेस भयो। देन योर CO इज लाइक अराउन्ड 31,000, हाउ वुड यु म्यानेज भन्यो। अनि मैले चाहिँ भनिदिएँ माई प्यारेन्ट्स आर फुल्ली स्पोन्सरिङ, मेरो फादरको बिजनेस भनिदिएँ। अनि यति अर्न गर्नुहुन्छ भने। अनि मदरको भनिरहेको थिएँ। अनि हि स्टप मी। देन भन्यो कङ्ग्रेचुलेसन्स बोय, हेभ इज ग्रेट स्टे इन USA भन्यो। आई वाज लाइक त्यो चाहिँ अब ड्रिम कम ट्रु हो नि त। म चाहिँ एकदम एक्साइटेड भएँ। थ्याङ्क यू सो मच अफिसर, ह्याप्पी होली भने। अनि त्यो डकुमेन्टहरू समातेँ अनि बाहिर आएँ। ओके, सो तिमीलाई तिम्रो कन्फिडेन्सले हेल्प गर्यो जस्तो फिल हुन्छ कि हुँदैन? एकदम कन्फिडेन्स चाहिँ कि नै हो भन्छु म चाहिँ। धेरैजनाहरू त्यहाँ नर्भस भइरहेको छ, बोल्नै सकिरहेको थिएन क्या। म चाहिँ भन्छु बोल्नु चाहिँ पर्यो होइन, रिलेटेड कुराहरू। अनि चाहिँ मेरो सजेसन चाहिँ के छ भनेपछि आफ्नो पास्ट एकाडेमिकहरू र फ्युचर करियर गोललाई चाहिँ रिलेट गर्ने क्या हरेक क्वेसनमा। सो त्यसले चाहिँ कन्फिडेन्स पनि बिल्ड गराउँछ। अनि उसले भिजा अफिसरले पनि क्लियर अन्डरस्ट्यान्डिङ हुन्छ कि ए रहेछ यो स्टुडेन्टमा केही न केही भन्ने टाइपको युनिक चाहिँ हुनुपर्छ, नत्र चाहिँ उसलाई पनि लाग्छ नि त यस्तो स्टुडेन्ट त धेरै छ भन्ने। सो आफ्नो सब्जेक्ट म्याटर जुन हो त्यो सब्जेक्ट म्याटरको बेसमा इन्फर्मेसन चाहिँ हुनु एकदम 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 रिसर्च गरेर आफ्नो युनिभर्सिटीको बारेमा अनि आफ्नो मेजर, आफ्नो करियर गोल सबै कुराहरू टक्क मिलाएर हुनु पर्यो। सो भिजा पाउनु भने त्यति ठुलो कुरा चाहिँ भएन। त्यस्तो भएपछि एट लास्ट आई वान्ट टु थ्याङ्क MCAS एजुकेसन। अनि मेरो चाहिँ स्याटमा मेरो आइल्समा हेल्प गर्नुभएको थियो। स्याटमा चाहिँ मेरो चाहिँ भर्बल इन्स्ट्रक्टर हजुर नै हुनुहुन्थ्यो। आई वान्ट टु रियली थ्याङ्क मिसेस सञ्जिता पाण्डे म्याम। आई वान्ट टु थ्याङ्क आवर MD एन्ड क्वान्टिटेटिभ इन्स्ट्रक्टर मिस्टर मनोज सिंह सर। त्यसै गरेर मलाई चाहिँ आइल्समा हेल्प गर्नुभएको थियो सुयसा म्यामले, उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु।
अनि अरू प्रोसेसिङमा राहुल दाइले हेल्प गर्नुभयो, नम्रताजीले हेल्प गर्नुभयो, सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। ओभरअल्ली एमकेएस एजुकेसनलाई धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु, मेकिङ दिस ह्यापन। थ्याङ्क यू सो मच। Thank you and best of luck for your थ्याङ्क future. यू म्याम।